अरू त भन्दैन तर आन्टीहरूलाई चाहिँ धेरै रमाइलो छ है उनको कपाल त फेरि मरद छ कि फेरि रुन लाग्यो तिमी ए नरौ न साथी यार नरौ न यार सो गुड मर्निङ गाइज होइन हामी कहाँ यति बिहान हामी चाहिँ कहाँ उठेर हिँड्न लगाएको भनिराख्नु भयो होला नि तपाईँहरूले चाहिँ हामी चाहिँ आज हाम्रो रोशनको दाईको छोरीको चाहिँ आज भात खुवाइ छ हामी चाहिँ हल्का हामीलाई त बोलाउँछ अब हामीलाई छिटो नै बोलाउनु भएको थियो अब हामी चाहिँ आउनु हल्का ढिलो भयो हिजो अलि अबेलै सुत्थ्यो अनि अबेलै उठ्यो हो कि नै एकदम अनि त्यो कारणले चाहिँ अब हामी यतिखेर जाँदैछौँ अब जाउँ के अरे अब के हुन्छ हामी जानुपर्ने चाहिँ त्यो घरमा हो उतापट्टिको है लास्ट त्यो घरमा अब जानुपर्ने हामी चाहिँ होइन अब जाम होइन गएपछि आज भेडा सेडा लेखान अरे अब भेडा हन्टिङ हान्नु पर्छ च्याट्ट लगाएर होइन च्यात्तर ज्याम अरू के हुन्छ सबै होइन देखाउँदै गरौँला बिस्तारै होइन अब काम गर्ने भने काम केही नगरेर भर्खर अब ढिलो उठिन्छ नि त त्यही भएर अझै सुत्दिन्थ्यो होला त्यही पनि अब काम छ होइन यस्तो समयको बेला सुत्नु पनि हुँदैन भनेर चाहिँ हामी आइयो अनि आजको भ्लगर बोय चाहिँ हाम्रो साथी हुन्छ होइन के कस्तो उनले देखाउँदै त गर्दै गर्छन् र मैले देखाउने गाइस मैले स्यास किनभने पछिको पनि भ्लगर हो नि त होइन हो हजुर हो कहिले सिल गर्छ भन त ल म आइफोन किनेछु अघि आइफोन हामी एन्ड्रोइडमा हुन्छ आइफोन तिम्रो त क्यामेरा क्वालिटी चाहिँ राम्रो छ नि बबाल छ नि यार हाम्रो वहाँनिर चाहिँ खानपिन पकाइसक्यो हाम्रो चाहिँ टेन्ट चाहिँ यहाँ हुन्छ है गाइस टेन्ट होइन ओ मामे हाम्रो चाहिँ यहाँ कटिङ सटिङ चल्दैछ होइन पुप्पो आज के हो गाडी नगर्नु नि यार गजब बेइज्जती है ओ हाम्रो हन्ट आजको स्पेसल हो त्यो भनेको आजको हाम्रो कान्छोवाले चाहिँ यहाँ पकाउँदै हुनुहुन्छ हाम्रो कान्छोवाले हाम्रो कुक मास्टर आज कान्छोवा ओइ सानो बच्चा पार्टी हो हाई भन आज दिन चाहिँ खतरा आएको मुस्कान हाम्रो नानी भात खुवाइ नानी रगुनको हेलो ओ हेलो गाइजहरू के छ हाल खबर के छ हाल खबर यो मान्छेलाई चाहिँ बढी फोकस गर्नुपर्ने हुन्छ है गाइज है मामेको कटिङ स्किल आजको डिजे होइन हेर स्पेसल म तेरो फोकसै नगरे त्यही यो फ्यामिली होइन मैले चाहिँ भोइस रेकर्ड गरेको भन्छ नि जुन मैले त्यो काट्ने यताबाटै भेडासेडा भन्थेँ नि त्यो चाहिँ मैले अब के अरे कभर लाएको थिएँ है त्यसपछि मैले त्यसलाई फेरि भिडियो डिलिट गरेर त्यो भिडियो हिजो हाल्यो भने फेरि मैले आज हालेँ कि अनि त्यही भएर चाहिँ त्यसलाई मैले क्लिपलाई मैले डिलिट गरेर चाहिँ अहिले देखाएको छु अङ्कलले चाहिँ काट्नु लाग्नु भएको थियो अनि त्यही भएर मैले फेरि त्यो काटेको थिएँ सबै थियो कि भिडियो मैले सब डिलिट गरेर फेरि मैले यतिको नर्मली देखाएको छु त्यो 3टा काटेको थियौँ हामीले चाहिँ अब के कस्तो हुन्छ ब्लगमा चाहिँ हेर्नु न इन्जोय गर्दै गर्नु न है ओ सो गाइज अब हामी चाहिँ होइन के भन्छ अरे टुल टेबल ल्याउन जान लागेको होइन अब भाँडासाडा राख्नु पऱ्यो त्यसमा अब पाहुनाहरू आउँछन् अब खानासाना राखेर चाहिँ खुलाउनु पर्ने हुन्छ हो कि नै एकदम देखाऊँ सो हामी चाहिँ अब यहाँ भाइहरू भान्जाहरू भएर चाहिँ हामी चाहिँ टेबल लिन जाँदैछौँ होइन बोल्दैन है किन जस्तो भन्दै त अब खै अब भान्जाहरू अब त्यस्तै लजालु पारेको छन् कि अब म बुझ्छु मिलाएर बुझ्नुपर्छ होइन यस्ता यस्तै कुराहरू भर्खर त अब भैँसो लाग्दैछ अब केटाकेटीहरूको उसको पनि कुरकुरे भैँस आएर काम छैन राति राति भेट्न जान्छ छम्मा ओ माई गड हामी कहाँ जाने त्यो पागल हो लोयल साथी बिचरा है होइन अब यिनको लागि पनि मिलाइदिनु पऱ्यो सिङ्गल छ होइन अब के सिङ्गल है तिमी त आयो साथी हो यहाँबाट एउटा ल्याउने हो अनि त्यो घरबाट एउटा ल्याउने हो अनि एउटा त्यो घरबाट ल्याउने चाहिँ
भने सनामलाई काम गर्न बाँकी छ यस्तो पनि भनिदिउ न त अब हामीले चाहिँ टेन्टहरू टाङ्नु पर्ने हुन्छ नि साथै टेन्टहरू होइन टेन्टहरू त्यसपछि मासु चाहिँ पकाउन यताउति गर्न पाहुना सानाहरू आउँछ यताउति गर्न त्यो के खाना चाहिँ के को लागि त्यही सेलरोटी नै दिने हो कि त्यो खाना पकाउँछ खाना पकाउँछन् पुलाउ पकाउने होला नि पुलाउ है ए अच्छा अच्छा पुलाउ पो हो त सन्चै छ भाइ यहाँको तिमी सब्सक्राइबर हो हजुर कतिको सपोर्ट गर्छ दाइले भनिदिउ त ल धेरै दाइको लागि 2 लाइन भनिदिउ भाइ ल मेरो लागि 1-2 लाइन भनिदिउ न दाइको भिडियोमा कमेन्ट र सब्सक्राइब लाइक गरिदिनु होला सबैले वाह वाह ल सपोर्ट भयो भने चाहिँ भाइलाई पनि स्पेसल पछि हुन्छ है त ओके ल भाइ सी है ल भाइ चाहिँ सब्सक्राइबर थिएँ सो अब चाहिँ हामी जाँदैछौँ टेबल सेबल लिनहरू म त्यति भ्लग चाहिँ म बनाउँदिनँ सो यो भ्लग गोस् चाहिँ हाम्रो विजय साथी नै आजको भ्लगर छ है वाम्बो एक्लै है काफी छन् अनि भाइहरूले लिउँदैछन् मैले लिने भनेको त्यही भएर म खाली हात आएको छु म गइरहेको छु लग्दै ऊ त्यहाँ टेन्डर लाउने हो नि त त्यहाँ अगाडि ल फ्यामिली म चाहिँ भक्कै त्यो के अरे भेडाको होइन त्यो भुँडीहरू यताउति गरेर फालेर हात यस्तो सोन परिसकेछ त्यस्तो देखाउनु हुँदैन नि त अनि धेरै चिजहरू मैले मासु पनि काटेको भले दिन्छ क्या त्यसपछि किनभने च्यानल मोनेटाइज भएपछि त्यस्तो भिडियो हालेको डिमोनेटाइज हुने रहेछ नि त त्यही भएर बी केयरफुल हुनुपर्छ त्यहीहरूमा त्यस्तो केही देखाएन भुँडी सुडी फालेर मस्त पानीमा खेर हात सोन परेको छ अब म बाहिर देखाउँछु नि के गरिरहेको छु कस्तो गरिरहेको छु भनेर ए हाम्रो सोल्टिनी चाहिँ यहाँ चाहिँ अब अचारको लागि त्यो चाहिँ खाएको थिएन कि त्यो काँक्रा हुन्छ नि हजुर जामिन न टेङटाने भनिरहेछन् अनि उहाँ चाहिँ मासु कटिङ मस्त तरिकाले भइरहेछ यो फेरि आइस है त यहाँ रहेछ क्या बरफको यो प्लास्टिकको यहाँ रहेछ अनि उता चाहिँ भात पुलाउ बनाउँदै हुन्छ दाइले मस्त विजय दोष मासु काटियो मस्त है अब टेङलान जाला नि त्यहाँ नानी आज त हिरो नै भएपछि नानी हाम्रो कति क्युट यता हेर नानी यता हेर यता हेर चाहिँ हामीले टेन्डर लाउँदैछौँ जो सिकियो थाहा छैन त मलाई गाड्नुपर्छ भनेर पहिला ठ्याक्कै चतुर्भुज आकारको बनाएर होइन त्यसपछि यस्तरी लाउनु पर्ने रहेछ उहाँदेखि जोड्ने चाहिँ फलामको सपोर्ट हुन्छ क्या त्यहाँ देख्नुहुन्छ नि फलामको सपोर्टेड अनि हाम्रो गाडी छकेछ नि त्यहाँ केटाहरूले अब फेरि त्यहाँ आएर सिक्नु काम लाग्छ यस्तो बनाउने यार म त थाहा थिएन सपोर्ट के छ नि यस्तो पुरै खाल्टो छैन गाडेको छैन यत्तिकै हो अब त्यहाँ हाल्यो त्यो मस्त अड्यो त्यो अब चाहिँ हामी टेन्ट टङ्गाने प्रक्रियामा थियौँ यसो सुतिरहेको छु म है साथी के गरेको हामी त क्याम्पिङ पो हामी त यार कस्तो टेन्ट हो यो किन यस्तो भएको बिचरा बान्नासम्म बाने पुरै चुद्दिएर टेनै चुद्दिरहेको हावा लाएर सुत्न मजा आउँछ क्याम्प उति हुन्छ नि त जस्तै अब माउन्ट एभरेस्टमा गएर यसरी बस्छ नि त मस्त सुत्दिमा है सुत्दिमा नाच निद लाग्यो हावाले मिलेन कि वान त माथि कुटु रफी बानेको थिएँ भनेर A few minutes later. लो अब चाहिँ होइन सुरु हुँदैछ नानीको भात खुवाइको कार्यक्रम यता बहिनी उता के भन्नुहुन्छ यस्तै यो हेर्न सक्नुहुन्छ गाइस उता साइडमा साइडमा देखाइदिनु साइडमा पर्दैन लगे कार्यक्रम सुरु गर्ने होइन यतिको आशीर्वाद नदिए त कहाँ चल्छ त नि के हो
चमच चाहियो ल छोरी ल आममा खाऊ है One day later. म चाहिँ भर्खरै उठेको छु अनि आजको भ्लगमा मैले पहिले नै भनिसकेको थिएँ साथी भनेर अनि त्यही हो रातिको निद भने रातिको निद त्यस्तो निदको कुरा भएको छैन ठ्याक्कै अगाडि भित्र नै खाइ सुत्दै खाइ भन्ने हाम्रो हिँडमा बसिरहेछन् यो चाहिँ यो सिपको यो चाहिँ भुटुवा है त गरिदियो कि साथी तिमीले यार यहाँ यो चाहिँ मैले मेरो लागि म भेडा मासु खान्न नि त भेडा मात्र खानु कि अरू पनि खानु यो त के को मासु त्यसो भनिदिउ त यो कुखुराको मासु हो अनि कुखुरा मासु पनि पकाएको त अनि कोइलरको लोकल हो यो म कोइलर पनि खान्न सिधै लोकल हुन्छ लोकल पनि खानु लोकल हो क्या कि बोइलर लोकल हो यार ए लोकल तिमीले खान्छौ र बाघ झुट नबोल अस्ति त खाँदैन के भइल ए हाम्रो साथीले खतरा छ कि फेरि मासुहरू केही खान्नन् त्यही भएर मासु बनाइरहेको होइन बोइलरको फेरि बोइलरको मात्र फेरि होइन आम्बो हाम्रो सम्झिने फेरि है मस्त यहाँ कटिङ रेसिपी आम्बो रेसिपी हो ल हाम्रो यहाँ साथीको मासु बन्दैछ रेडी भयो अब खान जाने है माथि त्यही भएर हामी उनलाई वेटिङ गर्दै बसिरहेको के खतरा छन् नि त बोइलर बाहेक केही खानुहुन्छ के खाएको पनि बेला बेलामा राङ्गा त्यो बङ्गुर खाने रे यो मासुहरू त्यसपछि बालुवाहरू कुनै नखाने रे ल हाम्रो सम्झिनेले स्पेसल्ली हिरोको लागि है मासु हाल्दैछन् अनि सम्झिने अनि उता भोक लागेर मस्त तरिकाले हाम्रो चाहिँ आइसक्यो एक त्यहाँ छ ऊ त्यहाँ छ अर्को हिरोले त ओ खाना सुरु पनि गरिसकेको हानिदिनु त रेसिपी अन बाइट कस्तो छ तातो हो कि अलि साथी तातो छ खाइदिउँ न वाह रे वाह उनको कपाल त फेरि मरद छ कि फेरि ल सुरु त म मासुदेखि नै गर्छु है खाइदिनुहोस् त पकाएको मासु सुरु गरौँ ओए खाइदिनुहोस् चाक्के अझै राम्ररी भुट्न पाएन कि नले हतार हामी खाँदै गर्छौँ खाएर यसो के हुँदैछ हाम्रो खानाहरू ल ओ गाइस हो पो सम्पन्न भयो कस्तो तरिकाले सम्पन्न भयो बाबालाई होइन अहिले राति नाच्ने होला नि ल ठिक छ हाम्रो प्यारो प्यारो भाइहरू बोकाएर यहाँ खाना खाना आएका छन् बेग भाइ नहेरिदिने हो ठिक छ के खाएको नि मासु के को भेडा यसले त हरि भेट्दै है देऊ न त्यसलाई इलो खा बाबु रुपैयाँ मासु हड्डी हड्डी खा कहाँ हुन्छ र सो अब हामी चाहिँ जान लागेको गाइज होइन अब बल खेल्न जाने अब ट्रेनिङ भनौँ न यी हाम्रो आज नयाँ खेलाडीहरू दुईजना छन् ओके ओके चलो चल्ते सो अब हामी चाहिँ निस्किनु पर्ने हुन्छ टेन्ट लगाउन त्यस्तै भयो अब हावाले दिएन बल्ल हावा शान्त बल्छ अब सबै खानपिन सम्पन्न भइसक्यो अब त्यो के काम अहिले आएर चाहिँ हामीले त्यो खोल्नुपर्ने हुन्छ हामी चाहिँ अब कहाँ जानु लाग्छ साथी हामी चाहिँ बल खेल्न जाने है हामी बल खेल्न गइन्छ अनि त्यो बलको क्लिप त देखाउँदैन हामी सिधै आउने हो मस्त खेल्ने हो अब खेल्न जाँदैछौँ हामी है समथिङ चाहिँ 5 बजिसकेको छ अनि खेलेर आएर टक्क टेन्सन निकालेर मस्त रहेको बल्ल इन्डिङ गर्छौँ हामी अहिले जाँदैछौँ हामी ल छिटो गए 2 hours later. हामी चाहिँ नुहाइदिएको अनि हाम्रो आन्टीजीको है त आन्टीजीको टक्क अङ्कलहरू दाइहरू सब होइन सन्चै हुनुहुन्छ मामा नमस्कार है त नमस्कार सन्चै हुनुहुन्छ नमस्कार दाइ तपाईँ हुने चाहिँ काले नचिनेको भयो किन अब आफन्तीहरू सब यहाँ बस्दै खाँदै हुनुहुन्छ उता उता बस्नु भएको छ अनि अब यो चाहिँ अन्तिम हो नि त त्यहाँको दिदीले फेरि खाना हालिदिँदै हुनुहुन्छ
ल यहाँ त्यही हो यति नै अब खानपिन सब भ्यान लगाइसक्यो उता बस्दै हुनुहुन्छ यही हो नाचगान यति नै हो बुबर चाहिँ यही नै हो नाचगान गर्नलाई ल छमछम नाच्नुलाई आन्टी ल लास्ट पार्ट ल दियो सर ल अलि उज्यालोमा आउने कि उज्यालोमा यता अन्डी यहाँ अलि उज्यालोमा यो हो त नाच यो यतिको चाहिँ रमाइलो गर्नुपर्छ फ्यामिली यतिको चाहिँ हुनुपर्छ है चलबले है चेट ल चेट 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 वाह अँधेरो भयो नि देखिरहेको ओइ बत्ती बाल न ल नाच्यो ल सम्झिने नाचे चैट ल खुसीमा चैट यस अरू त भन्दैन तर आन्टीहरूलाई चाहिँ धेरै रमाइलो छ है अरू कोही नाचेन होइन मात्र उहाँहरू मात्र One day later. हजुर आज हाम्रो दिन भनेको अलबिदा दिन हो यसो केही भनिदिउ न आजको तिमी भ्लगर बोय के भन्न चाहन्छौ हाम्रो दर्शक बिनहरूलाई आजको भनिदिउ न भ्लग त आज आउने हो नि त आज अब तिमीलाई बस भनेको अब मानेनौ के रे तिमीहरू जाँदैछौ रामसेल जाऊ रुन लाग्यो तिमी ए नरौ न साथी यार नरौ न यार प्लिज के ए रोए यार कुन एङ्गलबाट रुन्छ जस्तो देख्छ ल एउटा माया मिठो लाइन भनिदिउ न ल होइन यस्तै अब भेट्दै जाम्ला बिस्तारै होइन राम्रो पलहरू बिताउँला के छ र होइन जिन्दगीमा अब जिन्दगी लामो छ ठिक छ आउनुपर्छ जानुपर्छ भेट्नुपर्छ साथीभाइहरूलाई चाहिँ माया नमारे कहिले पनि होइन एकदम काम लाग्छ पछि एकदम होइन तिम्रो पेट चाहिँ राम्रो पड्किँदो रहेछ अरे यार घट्छ नि त अब गाडी आयो होइन गाइस ल तिमी के भन्छौ केही भन्दैन सपोर्ट दिन्छौ नि सपोर्ट 100% ल फ्यामिली गयो अब है गाडी आएको छ गाडी आएर पनि गयो त्यही हो होइन यति भन्दै आजको भ्लग हामी के गर्न चाहन्छौँ समाप्त बाई बाई एभ्रीवन